ल हेर्नुहोस् यो सर चाहिँ यो कागबेनी क्षेत्रको अब हामी श्राद्ध गरेर अब हामी माथि मुक्तिनाथतिर निक्लँदैछौँ। यो पारीको दृश्य हेर्नुहोस् त कस्तो छ, यो कति राम्रो प्रकृति पनि कस्तो बनाइदिनु भयो होला भगवानले भने जस्तो। ल हेर्नुहोस् यस्तरी बनेको छ यो सबै, यो बुटा भन्ने केही पनि छैन। ओहो कति सुन्दर प्रकृति हो यो, कति राम्रो मुक्तिनाथ क्षेत्रको प्रकृति त देख्दै अब मनमोहक छ, अति सुन्दर छ। यहाँ एकचोटि आउन पाउँछ भने मान्छे फेरि फर्केर जाँदैन कि जस्तो चाहिँ यो यहाँको मनमोहक दृश्य। अनि यहाँको यो पावन पवित्र भूमि, यहाँ आएपछि मुक्ति पनि हुने, त्यही भनेर हामी पनि उतना गुल्मीदेखि चाहिँ चारपाला र सिमिचौरबाट चाहिँ आएका छौँ। फेरि पनि आउन पाउँ भन्ने हामीलाई मनमा भइराखेको छ। यहाँको दृष्टि देख्दाखेरि आउने कुरो छ। यहाँ यस्तो अचम्मको दृश्य छ, यो हेर्दा पनि अचम्म लाग्दो। कति सुन्दर वातावरण। यहाँ फेरि आउँदाखेरि त यहाँ त करिब 10 बजीको टाइममा हुन्छ भने त स्वर्गको एक टुक्रा जस्तो हुँदो रहेछ। यहाँ त न जाडो न गर्मी, नजिकै हिमालयहरू भएर पनि चिसोको महसुसै नहुने यस्तो पावन पवित्र क्षेत्र यो मुक्तिनाथ क्षेत्रमा हाम्रा पिता पुर्खाहरूले आएर पाइला टेकेको हुनाले हामीले पनि यहाँ आउने मौका पायौँ। यस्तो रमाइलो क्षेत्र, यहाँ यसरी सबै रमाएका छन्। ठुलो शालिग्राम हो। अहिले आउँदा हेर्छौँ हामीले, अहिले हामी चाहिँ चाँडै गरेर हिँड्यौँ। सबै कापो जस्तो बुटो हुने यो छ। कति मनमोहक छ यहाँको यो सुन्दर दृश्य, कति आनन्ददायक छ होइन यादव दाइ? एकदम भने कति राम्रो होइन? मलाई त यही जो बसौँ जस्तो लाग्यो। यस्तो रमाइलो बाबु, दोकान सार्न पर्छ क्या बाबु? मलाई यही गोस्ताम जस्तो मन लाग्यो। रमाइलो क्षेत्र टुक्रा ल हेर्नुहोस् त कृष्ण दाई हो, यहाँ पछाडि बसेकाले पनि यसो